भएको छ। तपाईले हामीलाई यो संसारमा पनि सोचेको भन्दा बढ्ता दिनुभएको छ, प्रशस्तको जीवन दिनुभएको छ। यो कुरोहरूलाई हामी व्यवस्था गर्न चाहँदैनौँ। यो कुरोहरूलाई हामी याद गरिकन तपाईँलाई नै धन्यवाद दिन चाहन्छौँ। हामी कोही पनि अहिले इमर्जेन्सीमा छौँ, हामी कोही पनि अहिले आइसियुमा छैन, हामी सास फेरिरहेको छौँ। हामीलाई यो जीवन दिनुभएको छ, त्यो जीवन दिनुभएको छ। हामीलाई तपाईँले यो मण्डली दिनुभएको छ, दाजुभाइ दिदीबहिनी दिनुभएको छ, यो ठाउँ दिनुभएको छ। कतिजना मानिसहरू लुकेर बसेका छन्, अहिले युद्ध चलिरहेको। आजको दिन दिनुभयो, आमाहरूको लागि हामी विशेष धन्यवाद दिन्छौँ। हाम्रो मण्डलीको एक एक आमाहरू जस एक एकले तपाईँ परमेश्वरमा आशा गर्नुहुन्छ, यसकारणले उहाँहरू शरीरमा कमजोरी भए पनि, कतिचोटि स्वास्थ्यमा कमजोरीपन भए पनि, तर तपाईँमा आनन्दित, उज्यालो, शान्ति, सामर्थ्य बनाउनु भएको छ। परिवार नानीहरूको लागि उदाहरणको बनाउनु भएको छ। असल क्रिस्चियन मम, असल क्रिस्चियन वाइफ, असल क्रिस्चियन ग्रान्डमा, असल क्रिस्चियन अशोक भाइले मेन्सन गर्नुभएको परिवारको लागि नै हामी प्रार्थना गर्छौँ। त्यो तामाङ परिवारलाई प्रभु आज तपाईँले जस्तो अवस्थामा छ उनीहरू तपाईँमा साँचो विश्राम पाउन, तपाईँमा आशा पाउन सकौँ। त्यही हेतुले नै मानिसहरू कमजोरीहरू हुन्छन्, किनभने तपाईँमा आउनेहरू सामर्थ्य हुन्छन्। त्यस्तै अरू धेरै परिवारहरू कोही हुनुहुन्छ भनेदेखि हामी प्रार्थना गर्छौँ तपाईँको प्रेम, तपाईँको सामर्थ्य, तपाईँको उद्धार मुक्तिको बारेमा बताउन सकौँ। हामीलाई तपाईँले सहायता गर्नुहोस्। धन्यवाद दिन्छु सबै कुरोको लागि। वी थ्याङ्क यू जिजस फर your love and the care, and we pray for the Pittsburgh. We pray for